राइट भएको नमस्कार। एउटा कुरा क्या यो सबै मान्छे विद्यार्थीहरू यहाँ आउँछ, जापान आउँछ है। जापान आइसकेपछि धेरै काण्ड सुनेको छ क्या, मान्छे सुसाइड भन्ने। किन होला यहाँ? अलिकति सङ्घर्ष गर्नुको लागि चाहिँ अलिकति दुःख पाउँदा किन हामीले आफ्नो लाइफलाई त्याग्ने यार? यहाँ आएर त्यति राम्रो हँसिलो अनुहार लिएर हामी घरदेखि बिदा भएर आउँछ है। राम्रो घर आमाले बाउले है सबैले राम्रै बिदा गरेको हुन्छ। अनि यहाँ आएर जस्ट 1 महिना 2 महिना काम नपाउँदा, अलिकति सङ्घर्ष गर्दा, अलिकति प्रेसर पर्दा किन यो गर्ने यहाँ? सोच्नु न, तपाईँको त्यो आमा बाउले तपाईँ जन्मिने बेलामा त्यो आमा र बाउको आँखामा कति खुसी थियो होला, कति खुसीको आँसु झरेको थियो होला। अनि त्यो लाइफलाई, त्यो जिन्दगीलाई हामीले यत्तिकै खेर पार्दिने, यहाँ आएर त्यसो खेर पार्ने हामीले? भन्नुहोस् त। हमेसा चिज राख्नु, आफ्नो आमा बाउको लागि भए पनि सम्झेर जिउनुहोस् न, बाँच्नुहोस् न यार। गर्नुहोस् न, अलिकति हार्डवर्क गर्नुहोस् न। आज हेर्नुहोस् त, त्यो आमाले हामीलाई 9 महिना पेटमा राखेर, कोखमा राखेर, खाए नखाए कति दुःख सहेर हामीलाई हुर्काउनु, जन्माउनु भयो। त्यो जन्मिँदाखेरि कति खुसी हुनुभएको थियो, छोराले गर्छ, छोरीले गर्छ भन्दाखेरि। बट हामी यहाँ विदेशमा आउने बित्तिकै, जापानमा आउने बित्तिकै धेरै सुनिन्छ, मान्छेले त्यसले फल्नाले सुसाइड गर्यो अरे, त्यसले सुसाइड गर्यो अरे। कति नराम्रो लाग्छ सुन्दाखेरि। त्यो आमा बाउको मनमा कति दुःख हुन्छ सोच्नु त। सबै चिज गर्नु लाइफमा कहिले पनि यस्तो गर्नुहुन्न क्या, आत्महत्या कहिले पनि गर्नुहुन्न क्या। किन गर्ने? अलिकति दुःख पायो भने किन गर्ने? सोच्नु, यो जिन्दगी कति मूल्यवान जिन्दगी यार। आफ्नो नभए भने आफ्नो आमा बाउको लागि के सोचेर गर्नु, सङ्घर्ष गर्नु त 100% तागत आउँछ कि 100% तागत आउँछ। किन नहुने? दुनियाँले गरिरहेको छ, मैले किन नगर्ने? त्यस्तो सोध्ने हो नि त नि। दुनियाँले गरिरहेको छ, मैले किन नगर्ने? हामीले यो सोचिन्छ कि यो मलाई नै भएको सोच्छु कि हामीले, यो मलाई नै मात्रै भएको होइन, यो मेरो लागि भएको कि। मैले मेरो आमालाई सपना देखेको छु कति अगाडि लानुलाई, अनि त्यो सपना पुरा गर्न त मैले सङ्घर्ष गर्नु परेन? मैले दुःख कष्ट त गर्नु पऱ्यो नि त। त्यो त्यसैले कहिले पनि यो चिज, कहिले पनि गल्तीले पनि, कहिले पनि झुक्केर पनि नगर्नुहोस् है। किन भन्दाखेरि यो मैले पनि भोगेको छु कि। मैले 2007मा कलेज पास गरिसकेपछि मैले पनि कामको लागि गएको थिएँ कि। अनि मेरो एपोइन्टमेन्ट सबै भइसक्यो स्कुलमा पढाउनुको लागि, प्राइभेट स्कुलमा। धेरै स्यालेरी पनि थिएन, जस्ट 25,000 का समथिङ पैसा थियो। अनि मेरो सबै भइसक्यो कारण बिहान मेरो क्लास थियो। म पानी परेको दिन त्यो साइकल लिएर मेरो भाइले छोडिदिएको थियो स्कुलमा। म गएर क्लास सकेर, एसेम्ब्ली सकेर, अनि अफिसमा छिरेर म जस्ट फाइल लिएर के रेजिस्टर लिएर क्लासमा छिर्नु आँटेको थिएँ कि। क्लासमा छिर्नु मात्रै आँटेको थिएँ। त्यस बेला मलाई त्यो स्कुलको मालिकले भन्थ्यो, पढ्दैन, आजदेखि पढ्दैन, त पढ्दैन भनेर भन्यो कि। सोच्नु त लु, क्लासमा छिर्नु मात्रै आँटेको थिएँ।